मन लगाएर गरिएका भक्ति र भावहरूले अक्सर प्रतिफल पनि आनन्दित खालका दिन्छन् नै। हर कोहीको भावनालाई नकुल्चिनु, नलत्याउनु, कसैको आँखाको आँसुको कारण नबन्नु नै अन्ततः परमात्माको सन्देश रहन्छ जस्तो मलाई लाग्छ। हाम्रा हरेक धर्म र संस्कृतिका आफ्नै खालका विशेषता रहेका छन्। त्यसमा हामीले आफ्नो गच्छता र क्षमता अनुसार ती धर्म र संस्कृतिहरूलाई जोगाउँदै, बचाउँदै, जगेर्ना गर्दै, मनाउँदै अगाडि बढ्नुपर्छ। आफ्नो घरको स्थिति के छ, आफ्नो धरातल के छ, केसम्म गर्न सक्छु भन्ने कुरालाई राम्रोसँग बुझेर अर्काको देखासिकीमा नलागेर अगाडि बढ्यौँ भने सायद हाम्रो जिन्दगीमा खासै बेचैनी, असन्तुष्टता नरहला। नभए यहाँ देखासिकीको भिडभाडमा त्यसको शिकार हामी पनि बन्न सक्छौँ। अनि आफूले जानी बुझेका राम्रा कुराहरूलाई हस्तान्तरण गर्नु या पछिल्लो पुस्तालाई यसको महत्त्व बुझाउनु पनि त राम्रै कार्य हो जस्तो लाग्छ। हजुरहरूले पनि तुलसी रोप्नु भयो त आज? सबैको दिन शुभ रहोस्, जय रहोस्।